नमस्कार, फेरि पनि स्वागत छ यहाँहरूलाई नेक्स्ट भिडियोमा। आज चाहिँ हामी गुगल फ्लोबाट चाहिँ कसरी एआई भिडियो जेनेरेट गर्ने भन्ने बारेमा छलफल गर्न गइरहेको छौँ। र त्यसको लागि सर्वप्रथम तपाईँहरूले जुनसुकै ब्राउजर ओपन गर्नुहोला र त्यसमा गएर चाहिँ तपाईँहरूले टाइप गर्नुपर्ने हुन्छ च्याट जिपिटी। र च्याट जिपिटीमा गइसकेपछि तपाईँहरूले प्रम्प्ट लेख्न लगाउनु पर्ने हुन्छ। र त्यो प्रम्प्ट लेख्नको लागि चाहिँ मैले पहिला यहाँनिर भने एकजना अभिभावक विद्यालयको नजिकैको आँगनबाट हिँड्दैछन्। त्यसै बेला एकजना शिक्षकले यसो विद्यालयमा अभिभावकज्यू नमस्कार, एकचोटि यसो विद्यालयमा पसेर आफ्नो नानी बाबुको बारेमा छलफल गरेर जाने हो कि भनेर भिडियो बनाउनको लागि एआईको लागि प्रम्प्ट लेख भनेर मैले च्याट जिपिटीलाई भनेको छु। र च्याट जिपिटीले यसरी तपाईँलाई प्रम्प्ट तयार गरेर दिन्छ। अब यति गरिसकेपछि तपाईँहरूले अब यो प्रम्प्टलाई कपी गर्नुपर्ने हुन्छ। मैले यहाँसम्म कपी गरेँ, कन्ट्रोल सी। र यसपछि जाउँ हामी गुगल फ्लोमा। तपाईँहरू कुनै पनि ब्राउजर ओपन गर्नुहोला र त्यसमा टाइप गर्नुहोला गुगल फ्लो। गुगल फ्लो गुगल फ्लो ओपन भइसकेको छ। यसो सुरुमा आउने लिङ्कमा क्लिक गर्नुहोला। यसरी गुगल फ्लो ओपन भइसकेपछि यहाँनिर न्यू प्रोजेक्ट भनेर आउँछ, यहाँनिर क्लिक गर्नुहोला। र यति गरेसँगै तपाईँको अब नयाँ एआई भिडियो बनाउनको लागि चाहिँ गुगल फ्लो रेडी भयो। अब तपाईँले जुन कपी गर्नुभएको प्रम्प्ट थियो त्यसलाई यहाँ आएर चाहिँ पेस्ट गरिदिनुहोस् र यहाँनिर इन्टर हान्नुहोस्। अब केही समय लाग्छ, थोरै वेट गर्नुहोला। फाइनली यसरी हाम्रो भिडियो रेडी भइसकेको छ। यहाँ प्ले गरेर हेरौँ। अब यसलाई डाउनलोड गरौँ, थोरै टाइम लाग्छ। ल अब चाहिँ हाम्रो भिडियो रेडी भइसकेको छ। नेट अलि स्लो भएको कारणले मैले भिडियो पज गरेँ। अब एकचोटि यसलाई सुनौ कस्तो भनेको छ। अभिभावकज्यू नमस्कार। अभिभावकज्यू एकचोटि नमस्कार। यसो विद्यालयमा पसेर विद्यालयमा नानी बाबुको बारेमा छलफल गरेर जाने हो कि? ल यससँगै अब यसलाई डाउनलोड गर्नको लागि यहाँनिर थिच्नु होला। मेरो चाहिँ अलरेडी डाउनलोड भइसकेको छ। ल यसरी चाहिँ हामीले सर्वप्रथम च्याट जिपिटीमा जाने र च्याट जिपिटीमा गएपछि हाम्रो कस्तो भिडियो बनाउने त्यो वातावरणको लागि चाहिँ प्रम्प्ट लेख भन्ने, र त्यसपछि चाहिँ गुगल फ्लोमा गएर चाहिँ त्यसलाई पेस्ट गरेर केही समय वेट गर्नुपर्ने हुन्छ। यसरी हामी चाहिँ भिडियो बनाउन सक्छौँ। र तपाईँहरूलाई केही समस्या परेमा मलाई मेल गर्न सक्नुहुन्छ। तपाईँहरूलाई यस्तै खालको भिडियो मन पर्यो र यो भिडियो अझ योसँगै अरू प्रभावकारी भिडियोहरू आओस् भन्ने चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।